बेटर टु डाई देन अ कवार्ड। यो सेन्टेन्स, यो वाक्य हामी वीर गोर्खाली सिपाहीहरूको हो। संसारमा हामी वीर गोर्खाली भन्नाले के हो त? वी आर डिसिप्लिन, अनुशासित छौँ, लोयल छौँ, लोयल्टी छौँ। त्यही भएर हामीले अरूलाई एकदमै माया गर्न सक्छौँ र ब्रेभरी छौँ, साहसी छौँ। त्यही भएर हामी अन्याय विरुद्ध लड्न सक्छौँ र लड्नुपर्छ। यी कुराहरू देखेर संसारमा ब्रिटिस, इन्डिया, सिङ्गापुर, विभिन्न ठाउँमा आर्मी पुलिसमा हामी नेपालीहरू छौँ। यही कुराहरू देखेर हामीलाई चाहिँ श्रमको लागि एक्सलेन्ट वर्क, ल्याबर भनेको के हो? श्रम। जुन कुरा हाम्रो नेपालमा पनि हर्कबादले उठान गरेको छ, सिर्जना सुरु गरेको छ। श्रम भनेपछि ढुङ्गे होइन। श्रम भनेको नट ओन्ली फिजिकल एन्ड मेन्टल, दुईटै किसिमले गरिने कामलाई श्रम भनिन्छ। यति हामीले बुझ्न जरुरी छ। त नमस्ते मित्रहरू, मलाई एउटा मानवता भएको हुनाले यो बोल्नु जरुरी छ भनेर म उपस्थित भएको छु। हुन त म केही समयदेखि यता मेनोपोजको कारणले त्यति धेरै सन्चो त छैन। त्यही कारणले फेरि घरमा बस्ने एउटा अवसर पाएको छु। नत्र हामी युरोपमा म्याक्सिमम हामी 6 to 6, 7 to 7 ओ 8 to 8 होइन, नर्सिङ केयर एसिस्टेन्ट अर वर्किङ सपोर्ट एसिस्टेन्ट, एनी काइन्ड्स अफ वर्क हामीले चाहिँ गर्नुपर्छ। त्यो भनेको पनि ल्याबरमै, श्रममै पर्छ। यसरी हामी युरोपमा पनि श्रम नै गर्नुपर्छ। अरू जो 9 to 5, 8 to 5 or 4 जो कुर्सीमा बसेर मेन्टली काम गर्नुहुन्छ उहाँहरू पनि श्रम नै गर्नुहुन्छ। हामी त अहिलेको जमानाको मानिस हौँ नि, किन श्रमको भ्यालु नबुझेको? अरूको देशमा आएर हामीले क्लिनिङ काम होइन, विभिन्न कामहरू गर्न सक्छौँ, गरिरहेको छौँ। हुन त काम सानो ठुलो हुँदैन, त्यो हुँदैन भन्ने कुराको ज्ञान चाहिँ हामी नेपालीलाई हुनु जरुरी छ। तर स्टिल हाम्रो माइन्ड सेटमा हुनु त हाम्रो समाजले त्यसरी नै पेलेको थियो। स्टिल हाम्रो निकालेर फाल्नलाई गाह्रो भएको छ। तर कति धेरै मान्छेहरू त्यस्तो पनि छौँ, लाइक म जस्तो। हामी नेपाली भनेको डिसिप्लिन, अनुशासित छौँ, लोयल्टी छौँ, भनेको अरूप्रति एकदमै काइन्ड हार्टेड छौँ। र त्यसको लागि ब्रेभरी भनेको चाहिँ हामीले फाइट गर्नु पनि पर्छ भन्नेमा पर्छौँ। हामी नेपाली हौँ, सगरमाथाको छोराछोरी हौँ भने यो कुरा बुझ्न जरुरी छ र श्रम शक्तिलाई सहयोग गर्न र अन्यायको विरुद्ध लड्न जरुरी छ। यही कारणले म पनि एउटा नेपाली चेली भएको हिसाबले चाहिँ यहाँ उपस्थित भएको छु। तपाईहरूलाई जे जस्तो लाग्छ कमेन्ट गर्नुहोला। म अब कस्तो भन्दाखेरि डेली रुटिनमा म केही न केही कुरा लिएर आउने छु। कारण म पनि 26 वर्ष भयो बाहिर बसेको। हुन त हामी ब्रिटिस आर्मी, रोयल गोर्खा राइफल्सको फ्यामिलीमा पर्छौँ। मेरो श्रीमान 35-36 वर्ष काम गर्नुभयो, रिटायर हुनुभएको छ। हामीलाई खास केहीको दुःख छैन। अरू जो सिभिलमा आउनुहुन्छ नि उहाँहरूको तुलनामा हामी एकदमै सुखी, खुसी र सम्पन्न पनि छौँ। तर हामी अरूको लागि चाहिँ
अरू साधारण जनता नेपालीको मायाले गर्दा, नेपालको माटोको मायाले गर्दा यसरी बोल्न चाहिँ यहाँ जरुरी भएको छ। किन हामी बोल्ने? उस्तै हो भने हामी यहाँ एकदमै अनलिमिटेड, हामीले यहाँको स्ट्यान्डर्डको पासपोर्ट पाएका छौँ, झन्डा पाएको छौँ। हामी बोल्नु जरुरी थिएन, तर हामीलाई नेपालको अतिभन्दा अति माया प्रेम र नेपालको जनताको लाग्छ कि नेपाल विकास हुनुपर्छ। हामीले प्र्याक्टिकल रूपमा देखेको छौँ, भोगेको छौँ, गरेको छौँ कि श्रमको भ्यालु कस्तो हुन्छ। लाखौँ करोडौँ तिरेर हामी नेपालमा ऋण परि अर्काको देश जान्छौँ। के को लागि? श्रमको लागि। नट ओन्ली फिजिकल मेन्टल वर्कको लागि पनि हामी विदेश नै जान्छौँ। तर हामीले हर्क साम्पाङ जस्तो मान्छेलाई गाली गरिरहेका हुन्छौँ। साधारण जनताको लागि पूर्वदेखि पश्चिम, पश्चिमदेखि उत्तर, दक्षिणको नेपालीको लागि जुन उहाँले उठाउनु भएको कार्यान्वयन, उहाँको जुन एजेन्डाहरूप्रति हामी औँला उठाउँछौँ, त्यो भनेको चाहिँ एकदमै राम्रो होइन। म पनि अब बोल्न थालेँ। अति भयो, अति भयो। गाउँको मान्छे पनि काठमाडौँ आउँछन्, विदेश आउँछन्, अनि उनीहरूको गाउँठाउँ भुलेर चाहिँ त्यो जुन करप्टेड मान्छेहरूको पिछा नै लागेको हुन्छ। कारण के? तपाईँ कसरी हुर्किनु भयो, कस्तो स्कुलमा पढ्नुभयो, त्यो ठाउँको सबै कुरा देखेर पनि किन बिर्सिनुहुन्छ? नबिर्सिनुहोस्। त्यस्तो जनताको लागि हामी अनुशासित हौँ। केही बोलौँ, यदि हामी मान्छे हौँ भने त गाइस, हाम्रो हिस्ट्री यस्तो छ। हर्क साम्पाङको बारेमा तपाईँहरू किन यस्तो नराम्रो बोल्नुहुन्छ? उहाँ त रोयल ब्रिटिस गोर्खा राइफल्सको नाति छोरा हो। उहाँ साधारण मान्छे नेपालमै किन बस्नुभयो? नेपाल बनाउनको लागि, नेपालको जनताको मायाको कारण बस्नुभएको छ। त्यत्रो स्ट्रगल गर्नुभएको छ आफ्नो लागि, होइन? र देशलाई बचाउन चाहनुहुन्छ। उहाँले युके आउनुभयो भने उहाँको दाजुभाइ यहीँ छन्, फ्यामिली यहीँ छ। उहाँको आमा लिएर यहाँ आउनुभयो भने लिगली अनलिमिटेड ही क्यान स्टे हियर। उहाँले यहाँको होइन ब्रिटिस जस्ता हामी जस्तै सबै कुरो पाउनुहुन्छ। आमाले अपार्टमेन्ट पाउनुहुन्छ, घर पाउनुहुन्छ, एलाउन्स पाउनुहुन्छ, बक्कैदा उहाँले काम गर्न सक्नुहुन्छ। किन गाली गर्नुहुन्छ यसरी? उहाँ त आफ्नो जनताको मायाले, नेपालको माटोको कारण नेपालमा रहनु भएको छ। त्यस्तो खालको लाउनु नसक्ने, हिँड्नु नसक्ने, खानु नसक्नेको सन्तान उहाँ होइन। किन देखाउनु न? किन भन्दा नेपालको दुःख बुझ्नु भएको छ। मित्रहरू, त्यसरी नखनिनुहोस्। जो त्यसरी उहाँको पिछा लाग्नु भएको छ, उहाँहरूलाई नै बचाउन चाहनु भएको छ। संसारको न्युज देख्नु भएको होला। अहिले त केही छैन, तर भविष्यमा के हुन्छ? जस्तो अहिले इरान इजरायलको युद्ध कस्तो छ? म शक्तिवान छु भनेर होइन डोमिनेट गर्यो। अहिले कस्तो अवस्था छ? नेपालको भूमिमा, नेपालको ल्यान्डमा कसको आँखा छ? यो त बुझ्नु भएको होला। म एउटा साधारण चेलीले पनि यो कुरा अलिअलि बुझे जस्तो लाग्छ। तपाईहरू त विद्वान हुनुहुन्छ, लेक्चर, टिचर, साइन्टिस्ट, रिसर्चर हुनुहुन्छ। तपाईहरूले किन श्रम शक्तिको चाहिँ नराम्रो खैरो खनिरहनु भएको छ? मित्रहरू, यसो नगर्नुहोस्। आफ्नो टाउकोमा आफै गोली, आफै बन्चो र हानिराख्नु भएको छ। यस्तो काम नगर्नुहोला। धन्यवाद।